पर्दैन फुलचोकी आएर टोइलेटको लागि टेन्सन दिने होइन क्या मेरो पर्सि इक्जाम छ फुलचोकी माथि क्लियर होला भनेर वेट गरेर बसिरहेको अलराइट गुड आफ्टरनुन सबैलाई अहिले चाहिँ म चाहिँ यता ठ्याक्क फुलचोकी गइरहेको छु यो चाहिँ फुलचोकीको आधी बाटो भनौँ न आधी जस्तो भयो होला हामी आएको चाहिँ होइन यस्तो बल देखिरहेको छ नि आम्मा होइन पानी परेर ग्रिनरी भएको रहेछ यस्तो मजाको देखिरहेको छ भ्यू चाहिँ हामी चाहिँ आधी बाटोमा छौँ ब्रेकको लागि रोकेको अनि यहाँ चाहिँ सन्देश छ यस्तो जाडो रहेछ होइन मैले केही नलाइकन आएको थिएँ सर्ट लाएर आएको थिएँ कहाँ जान्छ थाहा छैन क्या अनि यहाँ सर्ट मात्र लाएर आएको थिएँ होइन सर्ट र टी सर्ट यस्तो जाडो भएर मर्न लाग्छ अब माथि कतिको जाडो हुन्छ हेरौँ होइन बाइकमा हिँड्दा चाहिँ अलिक जाडै हुन्छ हावा हान्छ नि त चिसो चिसो हावा छ यो झन् अझ वेदर पनि टप्प गरेको छ होइन जाडो भएर बाटो पनि ठिकै रहेछ यतिको चाहिँ नराम्रो नभनौँ अहिले होइन यति राम्रै छ भनौँ न बाटो पनि त्यस्तो साह्रो म सोचेको जस्तो भिडियो छैन रहेछ अब माथितिर कस्तो छ हेरौँ होइन त्यही अब जाउँ है त लड यार अब चाहिँ हामी चाहिँ यहाँ फुलचोकी आइसक्यौँ यो चाहिँ फुलचोकीको पार्किङ भनौँ होइन तर आज चाहिँ भ्यू चाहिँ यस्तो नराम्रो छ तुमालो तुमालो छ अब पानी पनि सिम पर्न थाले यहाँ अब पार्किङ गर्छौँ एन्ड देन विल गो अप होइन अहिले चाहिँ हामी चाहिँ यता ठ्याक्क फुलचोकीको मन्दिरमा पुगिसक्यौँ यहाँ चाहिँ जुत्ता पनि फुकाल्नु पर्ने रहेछ पहिला चाहिँ पर्दैन थियो पहिला चाहिँ यहाँ बाटो थिएन यताबाट बाटो थियो आर्मीको ठ्याक्क चेकपोस्टबाट यता आउनु पर्थ्यो अहिले चाहिँ यहाँबाट आउनु पर्दो रहेछ त्यही भएर चाहिँ यहाँ जुत्ता फुकालेर एटलिस्ट जुत्ता फुकाल्ने भए चाहिँ अलिकति यो चाहिँ बनाउनु पर्छ होइन नत्र चाहिँ खुट्टा चाहिँ लास्टै हुन्छ यहाँबाट अलिकति हिँड्नुपर्छ गिट्टी हाल्यो रहेछ जुत्ता चाहिँ मैले यहाँभित्र राखिदिएको छु पानी आउनु थाल्यो नि त पानीले बिच हुँदैन पहिला चाहिँ हुन्छ नि ठ्याक्क यहाँ एउटा लेयर चाहिँ पोल्युसनको देख्थ्यो त्यसबाट माथि चाहिँ क्लियर देख्थ्यो अनि त्यसपछि मजाको भ्यू देख्थ्यो क्या आज चाहिँ तुवालो छ के छैन यो चाहिँ फुलचोकीको मन्दिर हो यता चाहिँ सन्देश यहाँ चाहिँ होला भनेर क्लियर होला भनेर वेट गरेर बसिरहेको अहिले चाहिँ अलिक क्लियर हुन थाल्यो यो कुहिरो चाहिँ गएको छैन क्या पुरै कुहिरो छ त्यही पनि अब नेक्स्ट टाइम चाहिँ अब हामी खुल्ला भएको बेलामा आउने कोसिस गर्छौँ त्यही हो अब एकछिन बस्छु अथवा के धन्न अहिले चाहिँ ठ्याक्क घाम लाग्न थाल्यो कि अघि चाहिँ पानी परिरहेको थियो नि त त्यही भएर चाहिँ गाह्रो भइरहेको रेनकोट ओढेको रेनकोट चिसो छ जेस यो पनि ठिकै छ अहिले चिसो छ यहाँ हाइटमा रहेछ केही छैन त्यही हो अब पानी चाहिँ रोकिहाल्यो छाता पनि ल्याउँछु ल्याउनु चाहिँ छाता चाहिएला भनेर होइन कता जान्छ भनेर थाहा थिएन फुलचोकीको दर्शन पनि भइहाल्यो हजुरलाई अब त्यही हो भ्यू चाहिँ हेर्ने भए चाहिँ यही हो हिमाल देखिरहेछ सेतो न सेतो हिमाल देखिरहेछ यहाँबाट चाहिँ एक्चुअली काठमाडौँ देखिन्थ्यो यस्तो गरी चाहिँ होइन आज चाहिँ हिमाल देखिरहेछ 360मा हिमाल देखिरहेछ यो चाहिँ स्तूपा छ बुद्धको होइन त्यही हो अब हामी फर्किन्छौँ यहीँबाट ब्याक टु द गोदावरी अनि त्यसपछि घर जान्छु त्यही हुन्छ लादालाई अनि ब्याक टु द हुन्छ त रोडहरू पनि देखाउँछ चट्ट लाएर यस्तो बवाल रोड छ रोडमा पनि फोटो हान्नुपर्छ एउटा दुइटा ल है त फर्स्ट टाइम हो म्याम एकदम इन्ट्रेस्टिङ कस्तो लाग्यो दामी छ क्या वेदर खुलेको बेलामा चाहिँ आउने हो एकदम हुन्छ नि बाटो केटाहरू लिएर आउने होइन यो हाइट यो हुन्छ नि एकदम बेस्ट छ क्या स्टेयर यो चाहिँ पहिला थिएन कि पहिला थिएन अरे मलाई चाहिँ थाहा छैन पहिला थियो कि थिएन हामी आउँदा चाहिँ उताबाट त्यो आर्मीको गेटबाट आउँथ्यो तल आइपुगेपछि चियासा खाने अनि त्यसपछि चाहिँ मजा आउँथ्यो त्यो साइकल चलाउन नि भर्खर लडिन्थ्यो जङ्गलमा कहाँ लडिस् आम्मा म त्यहाँ त कति लड्थ्यो तर बुद्धलाई
बुद्धलाई तानेर पनि हिँड्ने यही जङ्गलमा बुद्धलाई तानेर चाहिँ तलपट्टि हो त्यो गोदावरीको माथितिर त्यहाँदेखि मैले माथिसम्म तानेको होइन कति 6-7 किलोमिटर होला मैले तानेको त्यसलाई साइकलमा तर म त्यति बेला पावरफुल रहेछ यार लास्टै अहिले छैन अहिले स्विमिङ गर्नु पर्यो भने एकछिनमा थाक्छ त्यति बेला म स्विमिङ पनि दामी हान्थेँ होइन हेरौँ मेरो पर्सि इक्जाम छ मलाई पास गराइदिनु हुन्छ अब 14 किलोमिटर ओह्रालो होइन त पुरै 14 किलोमिटर जस्तो छ ओह्रालो त्यसमा 10 किलोमिटर जति कच्ची छ त्यस्तै होला 10 किलोमिटर जस्तो पछि होला 4 किलोमिटर पिच 4 किलोमिटर जस्तो पिच होला टोयलेट छ त टोयलेट त बाटो छँदैछ नि अहिले जसरी बाटोमा बस्नु परिहाल्छ त्यस्तो टोयलेटको लागि टेन्सन टेन्सन लिनु पर्दैन बुझ्छु कि आएर टोयलेटको लागि टेन्सन लिने होइन क्या अहिले चाहिँ हामी यहाँ ठ्याक्क त्यो बिचको बाटोमा बसिरहेको छौँ माथिबाट फर्केर यहाँ आएको छु पहिले चाहिँ हामी साइकल चलाउँदा चाहिँ यहाँबाट जान्थ्यो क्या म देखाउँछु पाउनु ल यहाँबाट साइकल चलाउँदा यताबाट गएर अनि तल सिधा गोदावरी निस्किने एउटा बाटो छ जङ्गलै जङ्गल होइन ट्रेल खनेको छ त्यहाँबाट जान्थ्यौँ हामी यहाँबाट साइकल गएर अनि यहाँ जङ्गलको एउटा टुप्पामा बाटो छ अथवा उतापट्टि बाटो छ त्यहाँबाट यसरी गएर ठ्याक्क जङ्गल ठ्याक्क गोदावरी निस्किने बाटो छ अनि अर्को पनि एउटा अल्टरनेटिभ बाटो छ उताबाट गयो भने चाहिँ ठ्याक्क जङ्गलको पछाडिबाट एउटा रोड खनेको छ त्यहाँबाट गयो भने चाहिँ ठ्याक्क फेरि त्यही बाटो निस्किन्छ गोदावरीको मन्दिरको माथिपट्टि त्यही हो अब यहाँ चिया खाऊँ अनि त्यसपछि विल गो ब्याक टु गोदावरी त्यही हुन्छ होला जान लाग्यो ल अब दाइले के बनाउनुहुन्छ म त नआएको त 1 वर्ष भइसक्यो त दाइ चल्छ नि कति हो दाइ चौधको 100 को तिनटा 100 को तिनटा चायको कति हो दाइ चायको 50 एउटाको 50 हजुर दुधको एउटाको 50 दुईटा चिया खाऊँ के गर्ने दुईटा चिया तल गएर खाऊँ न मान्छे कतिको आएको छ दाइ आज दुईटा गर्दैन दाइले अब दुधको चिया बनाउनुहुन्छ अनि त्यसपछि हेरौँ है त पहिला साइकल चलाउँदा सधैँ आउँथ्यो अहिले त आउनै छाडिसकेको छु म साइकल चलाउनु मान्छे त आउँदैन होला आजभोलि मान्छे चिप्लो नि छ बाटो हामी चाहिँ अहिले फुलचोकीको आधी बाटोमा छौँ माथिबाट फर्केको आधीमा तलबाट जाँदै नै आधीमै हो यो अहिले चाहिँ कस्तो बवाल देखिरहेको छ स्याट काठमाडौँ यो चाहिँ होइन अनि यता पनि देखिनु पर्ने हो भ्यू चाहिँ तर आज वेदर इज नट सो गुड त्यही हो चाहन्छु म त्यसपछि विल गो ब्याक डाउन टु द गोदावरी है त स्याट A few moments later. हामी चाहिँ मोबाइल हराएर गोदावरी पुगेर पनि फर्केको थिएँ धन्न उहाँहरूले भेट्नु भएको रहेछ होइन हामीले चाहिँ दिइसक्यो खल्तीमा हालिसक्यो कस्तो यादै नभयो कि बाटोमा फसेको रहेछ हामी धेरै स्पिडमा आएर कि घन्ट्याङ गर्दै आएको थियो त्यही भएर नि फस्यो होला धन्न भेटाउँथ्यो उहाँले भेटाइदिनु भएको छ ट्याक्क लाएर त्यही मैले फोन गरेको ठ्याक्कै उहाँले उठाउनु भयो अनि ठ्याक्कै भेटिहाल्यो कि त्यो टर्निङमै अब हामी तल जान्छौँ धन्न भेटायो